त्यसरी नै तराई मधेसलाई चाहिँ अन्नको भण्डार भनिएको होइन। यहाँ हेर्नु, यता जता पनि हेरे पनि धानै रहेको छ। पुरै जतातिर हेरे पनि चाहिँ पुरै धानै रहेको छ। तर धन्यवाद यहाँको किसानलाई जो यतिको मेहनत गरेको रहेछ। यसपालि त तराई मधेस त चाहिँ सुक्खा क्षेत्र घोषित भइसकेका थिए। यसपालि प्राकृतिकले राम्रोसित किसानहरूलाई धोका दिइरहेका छन्। जति बेला पानीको खाँचो थियो त्यति बेला पानी नै भएन। अहिले चाहिँ हेर्नु, धान पुरै भइसकेको बेला अब काट्ने बेला चाहिँ धानमा पानी लागेको रहेछ। हेर्नु, यस्तो बेलामा के गर्ने किसान? जबसम्म यस्तो धानबाट पानी बाहिर जान्छ तबसम्म यो धानको सिस चाहिँ पुरै टुङ्गिसकेको हुन्छ, चाहिँ झरिसकेको हुन्छ खेतमै। अब यस्तो परिस्थितिबाट गुज्रेर हाम्रो देशको किसान यतिको मेहनत गर्दो रहेछ। हेर्नु कति राम्रो सिस रहेको छ धानको। अलिकति नजिकबाट आएर हेर्नु, कति राम्रो रहेको छ हैन। फेरि त्यसरी थोरै भनेको हो तराई मधेसलाई अन्नको भण्डार। जता हेरे पनि एकदम समतल भूभाग, एकदम तपाईलाई जहाँ यता आएर जति दूरसम्म आँखा गयो त्यति दूरसम्म चाहिँ धानै खेती रहेको छन्। हेर्नुहोस्, हेर्नु ल। धन्यवाद। आजको भिडियो लाइक र सब्सक्राइब अवश्य गर्नु होला। धन्यवाद।